साथीहरू मैले चाहिँ अब मिडियामा अब यस्तो कुरा नभनौँ भनेर सोचेको थिएँ। अब यो मैले टिकटक चाहिँ स्टार्टिङमा 2018देखि खोलेर आएको, अनि 2018देखि सुरुमा इन्कम आउँदाखेरि अब 5,000 6,000 गर्दै गर्दै बढ्दै 50,000 60,000 गयो। अनि अलिक पछि 11,000 11,000 अरे 11 लाख 8 लाख कोही बेला 5 लाख गर्दै बढ्दै गरेर अनि त्यसरी आउँथ्यो होइन। त्यो आएको पैसा चाहिँ मैले अब ब्याङ्कमा सेभ गरेर राखेर अनि अहिले घरहरू पनि बनाइसकेँ। अनि यस्तो एसीहरू लिइसकेँ होइन। मैले देखाउँछु है, फ्रिजहरू, यो वासिङ मेसिनहरू, के भन्छ यहाँ टिभीहरू यस्तोहरू मैले जोडिसकेँ। अनि अब घर पनि बनाइसकेँ, जोडिसकेँ। अब गाडी किन्छु भनेर भन्ने दिन चाहिँ कहिले आउँछ हो मेरो साथीहरू। 2018देखि चलाएको मैले टिकटक 200भन्दा धेरै भ्युजै आउँदैन। लाइक भनेको 25सम्म आउँछ, त्यसपछि आउँदै के हो। टिकटक नाच्नु त नाचिन्छ, गाउनु पनि गाइन्छ, पनि गरिन्छ, के हो कुरा चाहिँ के हो, के नमिलेको हाम्रो चाहिँ, के नमिलेको। अरू मान्छेले चाहिँ हलाउँदा पनि आमा लाखौँ लाख